हामी यहाँदेखि कुदेर पहिला त्यहाँनिर हामी पाउँछौँ होइन र अहिले के हेर्नु सकिँदैन माई गड हेर्नु सक्नुहुन्छ केपीओडीको बोट ओ दर्शन सबैलाई दर्शन भरे अब त्यसको यति देखाइदिन्छ कि भी अनि त्यही भएर गएको साथीहरूसँग पनि आज हिँड्ने साथीहरू जान्छ नि बिच अब हेरौँ पर त्यस्तो कस्तो कस्तो हुन्छ होइन आज एकदम भाइरल प्लेसतिर जाँदैछौँ होइन त हामी केटा हो ओ दादा ओ दर्शन सबैलाई दर्शन भरे अब भिडियो चाहिँ हामी जाँदैछौँ कि गन्तव्यमा पुग्छौँ है अनि तपाईँहरूलाई चलपल देखाइहाल्छौँ नि आज हाम्रो चलपल दिनलाई हामीले बोलाइरहेको छौँ हाम्रो एकदम टाढादेखि आउनु भएको स्पेसल गेस्ट जस्तो माई गड हेर्नु सक्नुहुन्छ केपीओडीको बोट यतिको दिन हो जो साथीको पनि एकदम खतरा छ होइन टिकटक एकदम भाइरल मान्छे ऊ पनि कहाँ भाइरल कहिले काहीँ चिनिहाल्छ नि मान्छेहरूले हामी चाहिँ घुम्नु गइरहेछौँ आज रिपोर्टिङ नै भन्छ है अहिले फेरि रिपोर्टिङ साला रिपोर्टर एकदम त्यस्तै हो क्या लेट्स गो गाइजहरु अब हामी छिटो गएर के खाने होला नि त होइन त्यहाँ गएर यसको होइन यस्तो हो त्यहाँ कस्तो छ भने ठाउँ कस्तो छ भने अब त्यो ठाउँ कस्तो छ त हामी पर गएर देखाउँछौँ सबै होइन त्यहाँ अलिकति भन्दैन त कस्तो ठाउँ होइन हाम्रो गन्तव्य टाढै छ होइन गन्तव्य टाढो होइन यो उल्टो भयो यही छ त नि त्यो पनि हाम्रो गन्तव्य टाढै छ हामी जाँदैछौँ इन्द्रेणी खोला खासमा यहाँनिर चिन्ने नाम चाहिँ भालु खोला तर त्यो भालु भन्दाखेरि त्यो त्यस्तो होइन भालु खोला होइन उयो हामी चाहिँ पहिलादेखि नै त्यो नाम अब हाम्रो त्यहाँ रोहित अङ्कल भन्ने हुन्छ कि त्यो पहिला फोहोरचोर थियो क्या त्यो पुरै कामै नलाग्ने थियो मान्छेहरूले गएर त्यहाँ अब आछी गरिदिने होइन पौडी सौडी खेल्ने मान्छे त्यहाँ मरेको पनि छैन धेरै मान्छे मरेको पनि छ भन्दा मरेको भने खस्ने के भएको छ त्यस्तै केही भएको छ क्या त्यहाँ अनि अहिले चाहिँ अब के गरौँ न हाम्रो रोहित अङ्कलले पनि के गरौँ न भनेर त्यहाँ यसो सरसफाइ गरेर सबै यताको हाम्रो सानो बिहान अङ्कलहरू सब मिलेर सरसफाइ गरेर अहिले चाहिँ त्यहाँ इन्द्रेणी ताल भएको छ क्या त्यहाँ फेरि उयो पनि कुद्छ क्या बनाइरहेको छ होइन अब हामी त्यहाँ जाँदैछौँ होइन हाम्रो साथमा केटाहरू पनि छैन माइनसमा बना न -5 मा यस्तै छ है तर मैले आज कस्तो मुख धोएर आएको थिएँ यार कस्तो गोरो पो देखियो छ यार कस्तो गोरो देखियो छ यार मलाई माथिबाट जाने सिधै जाऊँ न है हैन माथिबाट सिधा हुन्छ यहाँबाट सट्ट निक्लिन्छ त उता बाटो त्यस्तै छ ल अब तपाईँहरूलाई हामी ट्याक्क त्यहाँ इन्द्रेणी ताल पुगेपछि है त अपडेट दिँदै गर्छौँ साथ सपोर्ट त्यही हो लाइक साइक के गर्नुपर्ने हुन्छ तपाईँहरूले गर्नु है ब्लगको नाम चाहिँ के छ एमआर यन्त्र ब्लग सो गाइज यन्त्र कि यात्रा हो यन्त्र हो मिस्टर एमआर यन्त्र ब्लग छ है युट्युबमा ती पनि टिकटकमा पनि आइरहेको हुन्छ चलपल है अरू त त्योलाई स्टे ट्युन भरे पुगेपछि है त गइरहेछौँ एकदम नेताहरूको भोट कसलाई दिने भनेर कुरा योपालि भोट चाहिँ हाम्रोलाई भन्दा पनि राम्रोलाई हाल्नुपर्ने हुन्छ तपाईँहरूले अरू त छँदैछ है हाम्रोलाई भन्दा नि राम्रोलाई हालौँ त्यही हो नत्र फेरि उयो के अरे केपीले जित्यो भने के हुन्छ ठिकै छ थाहा नै छ होला योभन्दा अगाडि हाम्रो के भएको थियो होइन किन केपीलाई किन ठिकै छ त केपी पनि तर केपी जस्तो अरू पनि छैनन् मान्छेहरू हो त्यस्तोलाई चाहिँ नहाल्नु क्या त्यही हो अब थाहा पाइसक्नु भयो होइन ढक्कसँगले होइन यहाँनिर चाहिँ बस्तीहरू चरिरहेछ हामी सिक्खा थाहै कस्तो जनताै मलाई त उयो लाग्छ यार उनीहरूले ठिकै छ ठाउँमा जित्योस् ठिकै छ कि तर अब जिते पनि अलिक विकास चाहिँ गरिदिनु पर्यो क्या हेर न त्यो छैन त्यस्तो त्यो छैन कहीँ दुईजनाको पुरा नेतागिरी चलिरहेछ
गफ यसलाई यस्तो शिवरात्रिकै दिन गइएछ कि यस बनाउने कुरो चल्दैछ दुईजनाको त्यस्तो हुनलाई पनि होइन ए दुईजनाले देश बनाउने कुरा चाहिँ एकदम बवाल गर्दो रहेछ Jada isn't Jesus for Jada is not for Jai Ram Jai Krishna Hare Murari गीत पनि गाउँदैछ यहाँ डाँडामा कहाँबाट डाँडा हामीले पोलेर खाएको थियौँ मासु जङ्गल जङ्गल खुट्टा होइन जङ्गल जङ्गल भन त केटा हो कहाँ केटाहरू जङ्गलमा मङ्गल चिन्ह गरेर त्यो त यतातिर कता हो बर त्यतिखेर लड्डु धेरै खाएर मजा आएको थियो लभली 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 ओके गाइस अब यति भनेपछि त हैन तिमी राति उठेर गयो भने हामी बनाउनु पर्ने हुन्छ नि त लागेको थियो क्या हाम्रो खोला छ यतिखेर उताबाट आउँदाखेरि खोला ल केटा हो खुट्टा सुट्टा सुर्कियो म त्यतिखेर कसम भनेको हामी आन्द्रा अरे त्यो कति आएर त्यो भिडियो चाहिँ उयो त्यो चलेको थिएन शिवरात्रिको अरू चाहिँ कुन भिडियो भनेको तिमीहरूले त्यो लड्डु खाएर उयो गर्दैन एउटाले बाबु बाबु भन्छ उसको मम्मीले चाहिँ ए त्यो त्यो त धेरै पहिलेको हो नि त त्यो भिडियो त त्यो चल्ने भनेको त्यस्तै दिनमा त हो नि ए त्यो केटीहरूले यति धेरै हो आफै एक्टिङ गरे तिनीहरू यार त्यो केटाको चाहिँ हो तर अरू मलाई त्यो हावा लाग्यो होइन चाहिँ क्या खोल्नु जान्छ बित्ती यार त्यो त यस्तो चिप्लो थियो पारिपट्टि सो फाइनली हामी इन्द्रेणी ताल आइपुग्यौँ यहाँको नजारा यस्तो छ साथीहरू ग्याङ भएर चाहिँ बाहिरदेखि हेरेर बवाल देखिरहेको छ होइन अझै नजिक गएर म देखाउँछु बवाल बनाइरहेको र यहाँ त मेला सेला लागेको थियो कि केटा पौडी खेल्ने भनेर लग्यो होइन अनि बिरान दासी त्यो गएर नभएपछि बग्दी लान्थ्यो नि त पानी र ओ माई गड यहाँ त भइसकेको रहेछ नि त केटा हो झुन्डेछ क्या त्यो फोर्स पानीमा लग्दा चाहिँ होइन रुखमा झुन्डे गाइस हामी बोट सोटमा केटा हो बोट खेलाउने होइन बोट खेलाउने बोट के खेल्नु बोट आफै खेलिहाल्छ ओके पुरै मेला भइसकेको छ यहाँ मेला है पहिला अहिले त इन्द्रेण ताल त खेलेर सक्छ चान्चुनेले सक्छ भएको ठाउँ चाहिँ फेरि घुम्नु आउनु पर्दिरह क्या यस्तो छ है गाइजहरू सक्छ अहिले इन्द्रेण ताललाई पनि अलिअलि मान्छेहरू पनि छ पहिला चाहिँ हामी यहाँनिर त्यत्तिकै यो पौडी सौडी खेल्थ्यौँ अहिले चाहिँ बोट सोट ल्याएको रहेछ जे होस् होइन बोटहरू ल्याएर अगाडि केटाहरू टक 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 दिइरहेछ केटाहरू लु केही खाजा साजा अब यहाँसम्म आयो के खाउँछ छ त नि त रक्ती र मुला हामीले खुवाउनु पर्ने म त तिमीहरूको पछि लगाएर आएको यसबाट आएको प्रफिट के हामीलाई बाँड्छस् प्रफिट अरे मटेज भइसक्यो अनि 50 भ्युज त आउनु गाह्रो छ खानु है हामीले खुवाउनु यसको भ्लग बनिन्छ होइन अनि भिडियो चाहिँ उसको अनि आम्मा यस्तो चाहिँ नाम चाहिँ उसको काम चाहिँ हाम्रो न जतिखेर नि केटाहरूले कहाँदेखि कतासम्म भनेछ नि नाइस है नाइस जस पौडी खेल्दिउँ न त्यत्तिकै पाउँदैन नभए पौडी खेल्दिउँ न मा पौडी खेल्न निषेधित क्षेत्र इन्द्रेणी ताल हो नि है हाम्रो चुइके हान्नु आएको खासमा पौडी खेल्न निषेधित क्षेत्र भनिरहेछ यहाँ हेर त पौडी खेल्नु नपाएर है खेल्नु पाएको भए अघि चुइके हानिदिइसक्थ्यो यता हो उनीले मेरो मनसँग खेलेर गयो अब यो पौडी त के हो र त पनि केही भन्दै यो फटा रहेछ यार जाउँ न त सोधेर
सबै जान्छौँ न किन म मात्रै होइन एकछिन बस्छौँ जस आराम गरौँ यहाँनिर भर्खर आएको बोट त माथिसम्म पुग्दो रहेछ साथीहरू गाइजहरू हाम्रो झापाको इन्द्रेणी ताल यस्तै छ हाम्रो ग्याङहरू यहाँ छौँ हामी सबैजना ग्याङहरू बसिरहेको छौँ हामी पहिला उयो सानो बिचको टापुदेखि यहाँसम्म पौडी खेल्नु बरु कोसीमा छैन होइन ओ हिमा हामी पौडी उयो बिच त्यो बिचदेखि यहाँसम्म आउँथ्यौँ नि होइन यो पहिला चाहिँ जेस यस्तो थिएन अहिले चाहिँ हट्टै वरिपरि यस्तो बोरा सोरा लाएर होइन दामी बनाइसकेको रहेछ ल हिँड्न म आउँछु त पछि के मसँगै मात्रै हिँड्नु पर्ने त होइन मसँगै मात्रै हिँड्नु पर्ने साला एक्लै हिँड्दा चाहिँ हुँदैन यतिको सपोर्ट अगाडि गएर सौरभ जोशीलाई जित्ने हुनु त्यति हो को सौरभ जोशी भनेको इन्डियाको एउटा छैन हामी यहाँदेखि कुदेर पहिला त्यहाँनिर हाम फाल्थ्यौँ होइन तर अहिले त के गर्नु सकिँदैन यो हाम्रो त्यही मन्दिरकै हो इन्द्रेणी ताल भन त अलिक पछाडि बस अब हामी बोट खेल्नु गइरहेको पानीको छेउमा नबस्नु भनेको नि हेरौँ कस्तो हुन्छ आज बोटको नि मजा लिउँ त्यस्तो होइन हौ यो खेल्ने बोट भनेको साल त्यस्तै भाङ्गे मान्छे मात्रै भेट्दो रहेछ यार म त्यस्तो रहँदैन हौ यसलाई गाना पनि ल बज्नु थालेछ हामी यहाँ हो क्या गाना बजाएको हो हामी यहाँ हो क्या मात्र तिमी मेरो साथ बसिदे हामी यहाँको बोट पनि खेल्न गइरहेको छौँ होइन सोध न केटा हौ हाम्रो बोट यहाँ छ ल खेल्नु पर्यो अब केटाहरूले मैले चिनेको मान्छे अहिले घर त यार चिनेकै रहेन चन्द्रपुर बिट्टी भादा कति आमामा हो र एक राउन्डको 200 रुपियाँ 200 रुपियाँ गाइजहरू यो खेल्नलाई पैसा छ त बसन ल हामी चाहिँ गरिब परियो खेल्नु सकिएन है खेल्ने नखेल्ने त भन्न मलाई चाहिँ खेल्नु मन थियो होइन मलाई महँगो भयो साथीहरू महँगो त्यही भएर 200 रुपियाँ यतिकै पौडी खेल्दिनँ पौडी खेल्नु पाइन्छ उहाँ पढिन पौडी खेल्छु भन्छ यहाँलाई फालिदिइहाल न लुगा खोलाएर भैया चाहिँ यहाँ आएर यहाँसम्म आएर गर्मी भयो नि त केटा कति सु आउने कति सु आउने कस्तो जिस्काइदिएको पर्दैन नकिन न उयो फ्लेभर भन्छु होइन यार लगाउनु पर्छ भन्छ चटपटे अनि होइन नि ऊ हुक्का काँडाहरूले कति किन उयो हुँदाखेरि यतैबाट त्यो डिपार्टमेन्टबाट लगो कि उयो पनि लगो त्यहीँबाट पर्ने हुन्छ उयो पनि लगो कनेक्ट थियो जस्तो लाग्यो के बजाइदिनु 200 रुपियाँ म चाहिँ एक दिनमा केटाहरू खानालाई ठ्याक्क बसेछ तर यो चाहिँ अति नै भयो के यहाँको होटल चाहिँ बाबु कहाँ गयो हाम्रो बोट कान्छा ऊ वाइफाईको क्युआर छैन वाइफाईको नाम घुम्नु आउनु सक्नुहुन्छ सबैजना एकदम बवाल छ है ठाउँ चलाउँदैन बवाल छ नि म एउटा कुरा भन्न चाहन्छु एकदेखि नयाँ भन्दैछ कान्छाले टिकट चाहिँ कति साह्रो महँगो एक राउन्ड खेलेको त्यो टिकट चाहिँ है एकजनालाई 200 रुपियाँ चाहिँ एकदम महँगो भयो भन्ने हाम्रो पौडी पनि खेल्नु नपाइने बोट पनि खेल्नु नसकिने
नाजुक अवस्थामा परियो यी गाइसहरू टिस्टा पल्लो गाह्रो भइगयो ज्याङ्गे देखिएको रहेछ त्यस्तै लाग्यो मलाई। ज्याङ्गे जसो गएछ हामीहरू चाहिँ सबै खाजासाजा खायौँ होइन सबै खाइसकेर अब हामी चाहिँ घर जाने बेला भयो किनभने घरमा पनि साथीको चाहिँ घरमा दिदी बिरामी हुनुभयो त्यही भएर छिटो जानु पर्ने भयो हामी सट्टै है एक्लो हेरिदिउँ यहाँ सट्टै यहाँ बोट सोट पनि चलिरहेछ मजाले मस्तले खेलिरहेछ है कराउन केटा सबै यार स्कुलको अन्त स्कुलकोहरू आइरहेको जस्तो छ त यार खेल्नलाई यहाँनिर गाइजहरू यस्तै छ हाम्रो इन्द्रेणी पार्क ल यति नै हो होइन जस मैले देखाउनु सक्ने जति मैले देखाएँ हाम्रो भ्लग चाहिँ जस यहीँसम्म हो अघि आउँदा पनि बनायो धेरै लामो हुन्छ ओके बाई हाम्रो जसलाई फाइनली अब उहाँ हाम्रो विशिष्ट सहरबाट हामीले हजुर हजुर मैले पुरा आत्माका साथ उहाँबाट मैले क्यामेरा लिएँ तपाईँहरूलाई के गुनासो छैन होला है अब हामी चाहिँ लाग्दैछौँ गन्तव्यतिर भन्नाले अब घरतिर लाग्यौँ इन्द्रेणी आउनुहोस् है अब त त्यही हो यस रमाइलो भयो यहाँनिर होइन हल्का त्यति धेरै त रमाइलो गर्न पाएन जस सके जति त गरियो हल्का घरको कामले गर्दा पनि घर छिर्ने अवस्था भयो त्यही भएर ल त्यही हो अब इन्द्रेणी त अब राम्रो छ है तपाईँहरू आउनु होला घुम्न सबैलाई थाहा होला हामी पनि भइसक्यो हामी पनि 2-3 चोटि आइसक्यौँ है त्यही त राम्रो भएर आएको तपाईँहरू नि आउनुहोस् यहाँको शोभा बढ्छ